हेलो गाइज, गुड मर्निङ। अहिले चाहिँ हामी लिपि डाँडातिर हो। हामी बसेको गोठ चाहिँ यसमै बस्या हो हामी। यता भेडाहरू मस्त छ। रातभरि यतिकै बस्दो रहेछ। एउटा भेडा गोठालो यतातिर छ। भेडा यता। अब हामी लिपि डाँडा जान लाग्यो माथितिर। यहाँ भर्खर यो गोठमा चिया खाएर निस्किएको। सनराइज पनि देखियो तर बादलले सुबिसक्यो। भेडा यसरी बसिरहेको छ मस्त। भोटे कुकुर आमा देख्दै डर लाग्छ यार। यसले हान्यो भने त भालुको जस्तो अनुहार छ यार। घम्मै आयो भने त मार्छ त्यसले त। लगाइछ आइज। अब हामी लाग्यो माथि लिपि डाँडा। आहाई भेडा भेडा सब भाग्छ त। ओइ ओइ ए खायो मार्यो अब। ए भेडी गोठमा त कुकुरको त कमी नहुने के। जता ततै एउटा आउँछ यार कुकुर भेडा।